अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा चैत्र 4 गते बुधबारदेखि काठमाडौँमा शहीद स्मारक एन्फा महिला लिग सुरु हुँदैछ। वैशाख 12 गतेसम्म ललितपुर स्थित च्यासल मैदानमा सञ्चालन हुने लिगका खेलहरू सिंगल राउन्ड रोबिनका आधारमा हुने एन्फाले जनाएको छ। लिगमा एपिएफ फुटबल क्लब, बागमती युवा क्लब, चर्च बोइज युनाइटेड, झापा एफसी, न्युरो टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट एन्ड बीच फुटबल, सङ्कटा क्लब र त्रिभुवन आर्मी एफसी को सहभागिता रहनेछ। सहभागी 9वटे टोलीले लिगको तयारी तीव्र गरिएको भन्दै नतिजा आफ्नो पक्षमा पार्ने दाबी समेत गरेका छन्। उद्घाटन खेल अघि मंगलबार एन्फा कम्प्लेक्स 7 बाटोमा आयोजित प्री म्याच कन्फरेन्समा सहभागी टिमका प्रशिक्षक र कप्तानहरूले खेलाडीहरू लिगका लागि तयार रहेको र नतिजा आफ्नो पक्षमा पार्ने गरी सुरुदेखि नै अन्य टिमलाई दबावमा दिएर खेल्ने समेत बताएका थिए। बुधबार हुने लिगको उद्घाटन खेलमा न्युरो टिम एनआरटी र सङ्कटा फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै बुधबार नै हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफसी भिड्नेछन्। नेपाल बहुत टेलिभिजन खोजमूलक